बिहान चाहिँ पानी खतरा पर्दै थियो र छातै बोकेर जंगल गएको त जंगल पुग्ने बित्तिकै घाम लागेर के भन्नु। हेलो अनि नमस्ते साथीहरू, वेलकम छ मेरो मिनी भ्लगमा। आज त खुसी भएर छिटो उठेर डायरी गयो भनेर सोचेको त डायरी पुग्दाखेरि त अघि गाडी गइसकेछ। अब बिहान बिहानै भयो मलाई टेन्सन। डेरी गएको दुध पुराउनु गएको मान्छे त दुधै बोकेर फर्किँदा चाहिँ अब कस्तो चाहिँ हुन्छ होला। म भने फेरि एकदम आँटिलो 8 जुत्ता र चाहिँ दुधै लिएर घर फर्के। दिमागमा प्लान चाहिँ के थियो भने चुपचाप घरमा जान्छु र चुपो लागेर फ्रिजमा दुध हालिदिन्छु भनेर। अनि फेरि प्लानकै मुताबिक चुपो लागेर चाहिँ म लागे सिधै किचनमा दुध राख्नु। अनि दुध राखेर खाजा खाएर चाहिँ बसेको मात्रै त मम्मीले याद पाएछ। कराके एकछिन गाली सुनेर चाहिँ खाजा खानु थालेको। फेरि म्याडमजीहरू आइहाल्यो, दुईजनै आङ ताङ्दै म्याउ गर्दै बिस्किट खानु। अनि म्याडमहरूलाई पनि अलिकति बिस्किट दिएर चाहिँ मैले पनि खाजा खाइसके। अनि एउटा घटना घटिसकेको छैन, अर्को घटना नि घटिहाल्यो। छाता ओढेर गएको खोले दिनु, खोले नै घोप्ट्यो। अब यो त जानी होइन नि त, अब खोले घोप्टेपछि त ल्याउनै पर्यो। र अर्को नयाँ ल्याएर दिइराखेर चाहिँ जंगल गएको घाँसमा हाम्रो माइलोलाई पनि भेटे र माइलोलाई हल्का माया गरिदिइराखेर चाहिँ म लागे सिधै डोको बोकेर घाँसतिर। आजको दिन त फेरि के हो घटना माथि घटना घटेको घटेकै। यति दुःख गरेर छाता पनि डोकोमा बोकेर ल्याएको त घाम लागेर के भन्नु। अब ल्याइहाले स्वाङ त पार्नै पर्यो भनेर घाम लागेको बेला नि पानी परे जस्तो गरेर छाता ओढेर चाहिँ म लागे सिधै घरतिर। आज चाहिँ एकदमै ढिलो भएको थियो मलाई चाहिँ घर जानु। अनि घर पुगेर घाँस माझमा राखेर छोपी राखेर चाहिँ एकछिन केटाहरूको तमास हेरेर चाहिँ म लागे खोले काट्नेतिर। र खोले पनि समसम काटिराखेर त्यसलाई बोकेर गोठमा नि राखिदिए। त्यसपछि चाहिँ खानासाना खाएर भाँडाकुँडा माझी राखेर चाहिँ लुगा फेरेर म लागे सिधै बजारतिर। किनभने चाहिँ आज कम्प्युटर क्लासको एडमिसन गर्नु पर्ने थियो। अनि हतार गरेर म पुगे एडमिसन गर्ने ठाउँमा। म मात्रै पुगेर के गर्नु, म्याम भने माथि स्कुलमा काम भएर स्कुलमा जानु भएको रहेछ। र म भने पर्खेको कहिले यता बसेर पर्खिने, कहिले उता बसेर पर्खिने। अल्छी भने यति साह्रो लागिरहेको थियो, त्यही माथि घामले पोलेर के भन्नु। र म्याम पनि बल्ल आउनु भएर एडमिसन गरिराखेर चाहिँ हाम्रो रेखा दादाहरूको होटेलमा हल्का काम थियो र चाहिँ त्यहाँ गएको। त्यहाँ त चढाले गुड लाएर 5-10 वटा त नानी नै बनाइसकेछ। अनि त्यहाँ काम सकेर दोकान पुगेको त हाम्रो म्याडम भने आरामले ढल्केर फोन हेरिरहनु भएको रहेछ। अनि एडमिसन गरेको रिसिप्ट चाहिँ यस्तो हुँदो रहेछ कम्प्युटर क्लासको होइन। अनि त्यहाँ पुग्दा त गर्मीले म भने हप। अनि दिदीले घरबाट लन्च ल्याउनु भएको रहेछ। खासमा त दिदीको लागि ल्याउनु भएको, म पो ओभर एक्टिभ भइदिरहेको छु। दिदी भाइ मिलेर भट्टाभट भात खाएर चाहिँ एकछिन बादमा त हाम्रोमा जहिले आइबस्ने बहिनी पनि आइपुग्नु भयो। अनि बहिनीसँग यसो गफसप गरेर चाहिँ घर जाने टाइम पनि भएको थियो र सबै सामान भित्र हुलेर दोकान बन्द गरिराखेर चाहिँ म लागे घरतिर। हुन्छ, आजको मिनी भ्लग यतिमै थियो। टाटा बाइ बाइ, लभ यु गाइस।